अब दर्शकबिनहरु तपाईहरुलाई फेरि पनि मैले अब स्वागत गर्न चाहे। अहिले भने हाम्रो टोलीमा हुनुहुन्छ यहाँ हाम्रो काका र तीनैजना काका हुनुहुन्छ। ल अब टोली कहाँ जाँदैछ त काका? हामी सन्तलाल अधिकारीको वेट गरिरहेका छौँ यहाँनिर। आज हाम्रो नुन खाने कार्यक्रम छ शान्तिनगर वडा नम्बर 6 मा। हाम्रो चाहिँ हजुरआमा हुनुहुन्छ। अहिले हामी ठ्याक्कै कुन स्थानमा छौं? अहिले हामी बर्नेको भाइरल सिरिजमा छौँ ठ्याक्कै। अहिले भने हामी बर्नेको यो भाइरल सिरिज अब थुप्रैले यहाँ आएर फोटो खिचे। अब यो ठाउँको पनि अहिले स्तर उन्नति भइसकेको हामीले पायौँ। अहिले भने चैत महिनाको बेला भएर खासै हरियाली भनेपछि देख्न सकिँदैन। त्यो मदन भण्डारी राजमार्ग। अब हामी मदन भण्डारी राजमार्गै जान्छौँ उता। त्यसले कहाँ जोड्छ त्यो बाटोले? त्यसले धरान ए त्यताबाट यता पनि छिरेको छ त्यो बाटो। भाइरल सिरिज कोल्ड ड्रिंक, भाइरल चटपटे, स्पेशल चटपटे। होटल प्यारिज। अब दर्शकबिनहरु हामी अहिले भने चाहिँ नेपालकै लामो झोलुङ्गे पुल होइन त काका? कि कसो पो थियो? पूर्वकै लामो। ए पूर्वकै लामो अरे। पूर्वकै लामो झोलुङ्गे पुलको हामी अहिले ठ्याक्कै अवलोकन गर्ने क्रममा अहिले हामी अब पुग्न आँट्यौँ। शान्तिनगरको कति नम्बर वडा? शान्तिनगर वार्ड नम्बर 6 अन्तर्गत। ल भाइ मजाले खिच। पूर्वकै लामो झोलुङ्गे पुल। अहिले हामी भएको स्थान शान्तिनगर पर्छ भने काका यो पुलदेखि पारिपट्टि चाहिँ कुन ठाउँ पर्छ त? पुलदेखि पारिपट्टि पनि शान्तिनगरै हो। यसले कुन दुईटा गाउँलाई जोड्छ होला? कुन कुन गाउँ पर्छ काका? गाउँ जोड्छ त्यो चाहिँ थाहा भएन। यो पुलमुनिबाट तल बग्दै गरेको खोलालाई चाहिँ कुन खोला भन्छ काका? यसलाई चाहिँ के पो भन्छ यो खोलाको नाम त? बिर्छ कि के हो? विशाल पर्छ त हो नि। राम राम राम। यसलाई खार खोला भन्छ। खार खोला। दर्शकबिनहरु यो खार खोला रहेछ। यसलाई खार खोला भन्छ। ऊ यता माथितिर देखिँदै गरेको डाँडाहरू चाहिँ कुन डाँडा हो नि काका? शान्तिनगर नै हो। त्यो पनि शान्तिनगरै हो। इलाम जिल्ला पर्छ होला त्यो। अब हाम्रो यहाँ एकजना स्थानीय दाजु भनौँ, उहाँलाई काका भनौँ, उहाँ भेट हुनुभएको छ। अब म उहाँसँग एउटा छोटो मिठो कुराकानी गर्नेछु है। अनि यो ठाउँलाई चाहिँ के भन्छ त काका? ठ्याक्कै भनिदिनु त लु। यसलाई अब जस्तै यो टिमै। यो त अनि नेपालकै लामो झोलुङ्गे पुल अरे भन्छन्। के छ यसको कुरा? लामै हो। अनि यो तपाईँ हामीलाई भनिदिनु त यताको यो पहाडहरूलाई के भन्छ? कुन कुन ठाउँ पर्छ? पहाडहरूलाई त्यो गाउँलाई पिउरे भन्छ। पिउरे? पिउरे। अर्को ठाउँलाई उता हडिया गाउँ, सालबटे त्यस्तै भन्छ। यही ठाउँलाई चाहिँ के भन्छ? यही ठ्याक्कै ठाउँलाई चाहिँ यो ठाउँलाई इरुङटार पनि भन्छ, सन्तपुर पनि भन्छ। अनि यहाँ के जात जातिका मान्छेहरू बसोबास गर्छन् त? अब तामाङ जाति। अब यो ठाउँ त होइन मेरो त पर पर्छ। हजुर। अब यता प्रायः जस्तो छेत्री बाहुन मात्रै बस्छ नि? बस्छ। अनि यता बाली नालीमा चाहिँ के फल्छ? के लाउनुहुन्छ? भनेको टमाटर, सिबीहरू सबै थोक राम्रै फल्छ है? राम्रै फल्छ। अनि यताको मान्छेको प्रमुख काम गर्ने एउटा कमाइ खाने के छ त कुरा? कमाइ त अब त्यस्तै हो, सुती खेती गर्यो खायो। सुती खेती गरौँ। ए ल हुन्छ, तपाईँले हामीलाई समय दिनुभयो, धन्यवाद तपाईँलाई। ओके। ए तपाईँको पुल मुनि यसो देख्न सक्छौँ हामी। यहाँ अहिले हामी देख्न सक्छौँ मकै खेतीहरू। पुल त निकै माथि रहेछ। तपाईँको एउटा कुलो बगिरहेको छ यहाँ। अनि यहाँ पानी आउँदा चाहिँ काका यो घरहरू डुबानमा पर्दैन? पर्छन्।
सम्भवमा सबैभन्दा ठुलो पुल हो कालीगण्डकी यो दुईटा छ अरे हामीले तेस्रो हो यो यो पुल बनेको चाहिँ कति भयो त अङ्कल सिमेन्टको पोलले थाम्नु पर्यो त्यही त त्यहाँ नगाडेको छ नगाडी त अनि यत्रो लोड थाम्नु परेन धेरै उयो लगाएको रहेछ नि त उता चाहिँ कम छ क्या उता ठुलो एकदम क्यामेराबाट फोटो खिचेको मात्र रु 25 अरे ड्रोनबाट पनि फोटो खिच्न सकिने रहेछ पानी खाने जस्तो अवस्था भएको त्यही त पुल त लामो रहेछ त धेरै पो हिँडाइ भयो त चुरोट खाइन्छ कोही अब अहिले भने हामी यो एकदम विशाल ठुलो पिङ रहेछ यहाँ पिङ खेलेको पनि तपाईँहरूलाई भिडियो देखाउनेछौँ अहिले हामी झापा जिल्लामै छौँ होइन त बुद्ध शान्तिको 7 नम्बर वडा कार्यालय हो अब यहाँदेखि कति माथि गए चाहिँ इलाम जिल्ला सुरु हुन्छ त यहाँबाट 25 किलोमिटर यहाँबाट 50 मिटर माथि इलाम लाग्छ ए शान्तिनगरको सुसाइड पोइन्ट भनेर त्यो पिङलाई चिनिन्छ धन्न मोटरसाइकल जाने बनाएको रहेछ कि यहाँ के लेखेको रहेछ भने कान्छा कान्छीको पिङ तथा क्याफे सेक्वा कर्नर हेर्नुहोस् पिङ खेल्दै सेक्वा खाँदै तपाईँहरू बस्न सक्नुहुनेछ यहाँ तो जल्दी ना डर लगता है यो पिङ खेल्नेलाई चाहिँ ड्रोन हुनुपर्ने यहाँ उडाएर चाहिँ ड्रोन छ त ड्रोन फोटो खिच्न